नमस्कार, म दुर्गा प्रसाद दवाडी। दुर्गा दवाडी युट्युब च्यानलमा जोडिएको भएको छैन भने यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु अनुरोध गर्छु। म आज यहाँलाई नयाँ टपिक बारे भन्न गइरहेको छु। यो मोरिङ्गा भन्ने यो शीतल चिनी भन्छन्, यो शीतल चिनीको जुस कसरी बनाउने र यसको प्रयोग कसरी गर्ने भन्ने बारे यहाँहरूलाई जानकारी दिन गइरहेको छु। सर्वप्रथम चाहिँ एउटा मोरिङ्गाको पात लिने, त्यो मोरिङ्गाको पातका सम्पूर्ण पात यसको पातलाई यसरी रुँगेर चाहिँ यो ग्राइन्डरमा चाहिँ राख्ने, यहाँले देखिरहनु भएको छ। यो पातहरूलाई मैले सबै चाहिँ रुँगेर ग्राइन्डरमा राखेको छु। नराम्रो छ भने त्यो पातहरूलाई हटाउनुहोस्। त्यसपछि यसमा 1 गिलास पानी चाहिँ राख्ने, यसले राख्नुहोस्। 1 गिलास मैले यहाँ पानी राखेँ। एक गिलास पानी यो ग्राइन्डरमा चाहिँ मैले चाहिँ राखेर यसलाई धुलो हुने गरी दिन्छु। अब यो धुलो भयो। धुलो भइसकेपछि यो जुस हरियो क्लोरोफिल प्रशस्त मात्रामा भएको जुस तयार भयो। यो जुसलाई चाहिँ हामीले यो डिक्चीमा र यो जाली र डिक्चीमा राखेर राम्रोसँग छान्छौँ। यसलाई चाहिँ हामीले सानो कागज छ अरे एउटा, ठुलो कागज छ अरे एउटा, र सानो कागज छ भने यो एउटा जुसर छ। जुसरलाई यो कागजी एउटा कागजीमा पर्याप्त पुग्छ। मैले यहाँ सानो कागजी भएको हुनाले करिब 10 ml जुस चाहिँ आउने गरी चाहिँ हामीले चाहिँ कागज किनिजारौँ। किनभने मैले साना कागज भएको हुनाले मैले चाहिँ 2टा सानो राखेको छु। अब यो जुस डेक्चीमा तयार भयो। यो जुसमा चाहिँ हामीले यो कागजी करिब 10 ml, 1 गिलासमा 10 ml भएको छ, 10 ml जति कागजी राख्छौँ। त्यसपछि यो गिलासमा यसलाई स्वाद मिठो बनाउनलाई चाहिँ 1 चम्चा महको प्रयोग गर्छौँ। 1 चम्चा मह राखेपछि यो जुसलाई यो गिलासमा 1 गिलास तयार भएको छ जुस। राम्रोसँग चट्टाएर गर्छौँ। यो मोरिङ्गा जुन चाहिँ यसका अनगिन्ती फाइदाहरू रहेका छन्। यसले प्रेसर, सुगर, कोलेस्ट्रोल लगायतका रोगहरूलाई व्यवस्थापन गर्छ। यसको खास चाहिँ रोग
नियन्त्रण गर्ने भन्दा पनि यसले चाहिँ हाम्रो शरीरमा सम्पूर्ण खाद्य तत्त्वहरू प्रदान गर्ने भएको हुनाले त्यो खाद्य तत्त्व प्रदान भएपछि स्वस्थ माटो जसरी बालीको लागि चाहिँ राम्रो हुन्छ र स्वस्थ बाली उत्पादन हुन्छ, त्यसैले यो स्वस्थकर झोल चाहिँ दैनिक 1 गिलास बिहान खाली पेटमा प्रयोग गर्न सक्यौँ भने सम्पूर्ण हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू प्रदान गर्छ। यो पौष्टिक झोल हो, पौष्टिक तत्त्व प्रदान गर्छ र रोगहरूलाई सम्पूर्ण प्रकारका हाम्रो शरीरलाई रोगहरूलाई व्यवस्थापन गर्छ र दैनिक 1 गिलास यसको सेवन स्वस्थकर जीवन हुने भएको हुनाले म पनि यो झोल खान गइरहेको छु। यहाँहरू पनि खानुभएको छैन भने दैनिक चाहिँ आफ्नै घरमा एउटा बोट चाहिँ बनिएर राख्नुहोस्, त्यसको पात चाहिँ मैले देखाए जस्तै तरिकाले चाहिँ ग्राइन्डिङ गर्नुहोस्, पिन्नुहोस् र दैनिक सेवन गरी स्वास्थ्य लाभ लिनुहोस्। यी मैले देखाएँ, यहाँहरूले खानुभएको छैन भने खानुहोस् र ज्ञान पाउनुभएको छैन भने मेरा यो दुर्गा दवाडी युट्युब च्यानल सब्सक्राइब गरी यस्तै ज्ञानवर्धक सामग्रीहरू पस्किरहेछु। यहाँहरूले यो मौकाको फाइदा लिनु हुन म अनुरोध गर्छु। म यो खाना गइरहेको छु। वाह, क्या मिठो छ। कारण त्यो बिहा चाहिँ नखानु होला भन्दै यहाँहरू समक्ष बिदा हुन्छु। धन्यवाद, नमस्कार।